भन्ने छ है टोक्ने अरिङ्गल है ल अरिङ्गल खान आउनु बाइकको तेल चुहियो के हो यार यत्रो धेरै चुहिएछ नि त सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो न्यू डेमा अनि टक्क चाहिँ यहाँ म भाँडा हान्न लगाएकै केटा हो किन भन्दाखेरि भर्खरै केटाहरूले फोन गरेर बुढीगोठ जाम भनेछ नि सो टकटुक होइन बुढीगोठ उनीहरूलाई भेटाएर आज त अब हामी त खासै होली खेलिन्न होला चिया कप त यस्तै छ सो लेट्स सी भ्याइन्छ कि भ्याइँदैन है पहिलो कुरो भाँडा हानौँ अनि त्यसपछि सोचौँला है सब कुरा सिक्नुपर्छ कि त्यही भएर मान्छे भइसकेपछि भाँडा मान्न सिक्नु पऱ्यो भोलि अब अस्ट्रेलियातिर गएर गर्ने एउटा यही काम हो होइन हामीले घर पनि गर्नै पऱ्यो होइन अब कामको सिलसिला पनि गर्नै पऱ्यो होइन सो अस्ट्रेलिया क्यानाडा जहाँ गयो नि लगेर अब भाँडासाँडा सकियो होइन टक्कसँगै माझेर टिलिक्क पारिदियो होइन अब चाहिँ निस्किन्छ है त म आउनु तपाईँहरूलाई म तलको चाहिँ उसको फसेँ नजारा तल जाम घरबाटै भ्लग सुरु हानिदिएको क्या पक्नै म एउटा भाइलाई फोन गर्छु भाइले उठायो भने चाहिँ भाइलाई पनि लिएर जाने उठाएन छ अनि अब क्या त नि एकछिनलाई अलिक सिधा भयो नि क्या है हेलो औडा कहाँ आऊ तिमी जाम न त नि अब हिँड निस्कियो 10 मिनटमा किन हौडा मान्छे हेर झन् आउँछ होला भनेको त म त यार झन् अस्ति त्यत्रो सल्लाह गरेर हौडा यार लान त उति बेलै बन्छ नि त अब यो उति बेलै क्यान्सल भयो सो यो केटाहरूको चाहिँ यस्तै हो उति बेलै प्लान बन्छ उति बेलै क्यान्सल हुन्छ अब हामी चाहिँ लाग्यौँ है त सो सिवन अलि अगाडि केटा अब चाहिँ म निस्किन लागेको है टक्कसँग जाम न त अब के छ कसो छ आजको माहौल बुझेर गोप्रोको एउटा ब्याट्री त लिइराखौँ यार है जे नि हुनसक्छ फेरि अहिले चार्ज सिद्धियो भने ल्याङ हुन्छ कि बाटोमा कन्टेन्ट त थोरै खिचौँला यहाँ थियो केटा हो मेरो है अस्ति मैले अनबक्सिङ गरेको थिएँ नि यहाँ छ कि एउटा युजडै छ टक्कसँग ब्याट्री लगायो भने अलि सजिलो हुन्छ नि त खासै धेरै चार्ज त छैन चार्जर छ ब्याकअपको लागि के केही सर्टहरू मिस नहोस् न खत्रै त अब यस्तो के यो साइड गइन्छ नि त हामी बाबुआमा माथि त्यो साइड कहाँ घुम्न मिल्छ होइन सुनौदी खोला पनि तपाईँहरूले सुन्नु होला समरमा पौडी खेल्न जाने ठाउँ त्यता जाने प्लान हो क्या सो यहाँ अब चाहिँ निस्केको है यहाँ तेल हाल्न नि छ ल गएँ म त अनि त्यही भएर अब तेल सेल हालेर जानु पर्ला केटाहरूको फेरि होली चल्यो ओ ह्याप्पी होली कहाँ अन्डा सन्डा हालेर मा केटाहरू ब्लग हुन्छ मा अब छोड पहिला साइड दिन्छु छोड ओ बिग फ्यान केटाहरू रमाइलो गरेछ ल बिग फ्यान ओ बिग फ्यान ह्याप्पी होली आमा भाइहरू जोस् रमाइलो गर्छन् केटाहरू मलाई आज बाहिर निस्किन मन त थिएन केटाहरूले जाम भनिहाले अनि गइदिएको क्या फेरि नाइ भनिन्न नि केटाहरूले बोलाउँदाखेरि आफू खाली छु भने होइन सो यस्तै छ यति नै हो गाइज है यो बाइक मिठो छ नि होइन बाइकको कि स्कुटी हो हामीलाई कि स्कुटी जस्तो नि छ फेरि टायर हेर्दा चाहिँ अब बाइक पनि होला हौ मेरो भाइले मिठो कुदाएको छ नि त हेर्न खास बाइक र स्कुटी कसरी थाहा पाउने किक सिक छ इन्जिन चाहिँ स्कुटीको जस्तो छ होइन अब केटाहरू हँसाउँछन् हौ आज तपाईँहरूले हेर्न पाउने आजको भ्लगमा भनेको चाहिँ अब हुडीकोटसम्मको यात्रा हुन्छ त्यस पछाडि अब सुरौदी खोला जाने कि भन्ने प्लान छ त्यसपछि खोइ केटाहरूले के भन्छन् होइन त्यो हेर्न बाँकी नै छ अनि त्यो एरियामा त्यो साइडमा अरू के छ होइन माहौल कस्तो छ त्यो कुराहरू हेर्ने हो क्या
है त ल बेलुका चाहिँ फेरि 6 बजीसम्म घर आउनुपर्छ म चाहिँ टक्कसँग हाइवे निस्केँ गाइज होइन तपाईँहरूले हुडीकोटको बारेमा थाहा छैन अनि पहिला पनि मेरो भ्लग छ क्या एक्सप्लोर विथ पवन भन्ने च्यानलमा हुडीकोट भनेर हान्नु भने आइहाल्छ म चाहिँ यहाँ तल किन लगाएको भन्दाखेरि टक्कसँग यहाँ यसरी होइन साइड लिनुपर्छ कि यस्तो सर्ट हान्नुपर्छ कि यहाँ त होइन ल ऊ हेरेस् त्यस्तो गर्नु भएन होइन त्यहीँबाट फर्काएर माथि जानु परेन भएन ट्राफिक नियमको चाहिँ पालना गरिदिनु पर्छ है केटा हो यहाँबाट जति कुदायो नि कुदाउन होइन बाल भो ल ल ल 104 हानिदिइहाल्छु मैले होइन आमा कसरी जान्छ नि तेल हाल्न नि उहाँ तेल हाल्नै गाह्रो रहेछ नि त यार यस्तो दुःख हाल्नुपर्ने छ है बाटै खन्दैछ नि त ला 76% भएछ यार ब्याट्री अलि धेरै खिचेछ कसम यार तेल हाल्न यस्तो हैरान राम 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 ल केटा हो तेल हालियो होइन यहाँ बाटो खनाएर रहेछ कि आज बल्ल ओ मा टोक्ने बाइकै पल्टिरह यार होट लागेछ कि ल केटा हो यहाँबाट भित्र हालौँ है बाइकै पल्टिरह मा कसम ठिकै छ भालै भन नयाँ कुरै होइन होइन यता रुखमा के अरे यता चढ्दिन लागेको होइन ठिकै छ ल अब जाउँ है त केटा हो मिठो बाइक पल्टियो फर्स्ट क्रास आजको सो अब कतिवटा क्रास हुन्छ अगाडि खिचौँला है त लेट्स गो हाइड्रो बन्दैछ क्या त आम्म ढुङ्गाले रहेछ कि अब यता होली खेल्ने सो पारी जाउँ बाउमारा भन्छ कि त्यो यो चाहिँ अर्कै एरिया त्यता त्यो अर्कै एरिया होइन सो हेट कसम तर यो बाइक यस्तो छ नि एउटा राम्रो के छ भन्दा बाइक पल्टियो भने अटोमेटिकली अफ हुन्छ क्या त्यो सेन्सर हो कि के हो मलाई थाहा छैन होइन मैले सुरुमै किन्दाबाट के यो बाइक पल्टाउँदाखेरि नै त्यो चाहिँ मैले नोटिस गरेको थिएँ ल मिठो कुदाउनु पर्छ यहाँ चाहिँ मा कसम यसरी कुदाउनु पर्छ है गाइस उसमा झलुङ्गे पुलमा डराउने नै होइन क्या मा कसम एडभेन्चर बाइक किनेर उडाउनलाई किनेको यसरी मारी बाउमाराको मेन चोक आयो के अरे खास यताबाट पनि जान मिल्छ क्या मिल्न चाहिँ होइन फेरि मलाई थाहा छैन कि त्यो बाटो यताबाट जाउँला नि त केटाहरू आउला नि ह्याप्पी होली ह्याप्पी होली बन्दुक लिएर हिँडेको त भाइ त के हो पिचकारी पो हो खै त अनि हानेको पानी भोर नि त ऊ त्यहाँ आएको होला नि कहाँ हिँडेको अहिले ल ल ह्याप्पी होली मेरो भाइ हो बाइकको अब अघि लडेको बाइक अब आफ्टर म्याथ गर्नु परेन टक्कै हेरौँ न यस्तो हो कि यस्तो भयो कि यहाँ पछाडि वेट लाग्थ्यो अनि यस्तरी भएर अनि मैले छोडिदिएँ कि केटा एकछिन बसौँ न त है केटाहरूलाई कुरेर यहाँ बसौँ
कस्तो छ भाइब्स लिम नेचर भाइब्स। बाइकको तेल चुहियो के हो यार, यत्रो धेरै चुहिएछ नि त। मैले त मेसै नपाएको यहाँबाट चुहिरहेको थियो यार। अहिले त सुक्यो कि पुरानो हो यस्तो समातेको डेन्जर गर्न हातै गनायो। हेट अहिले बाइक पल्टेको थियो नि त, यताको साइड पल्ट्या हो। तेल हाल्ने बित्तिकै त्यो ओभरफ्लोको होला है, भित्रबाट त देखियो होइन। हेर्न यत्रो चुहिरहेको रहेछ कि यताबाट होला। ल्याङ हुन्छ नि यार त्यस्तो भयो भने त। यस्तो भएछ गाइस, ट्याङ्की फुल भएछ नि त, धोस्तै फुल भएछ कि। अनि यताबाट फालेको यसले यो धुलोबाट औडा यार। कसरी घटाउने होला, डर बुझाउनु पऱ्यो। छचल्किन्छ अनि झन् पोखिने भयो कि, धेरै भोर्न हुन्थेन। साइको कति आमामा कित्ने यार, म त आधी घन्टा पुऱ्याएँ यहाँ। यो बाइक तेल पोखिएर म पुऱ्याएको अनि त्यहीबाट म उक्लिन लाग्यो। किन त्यहाँ पनि फेरि घुम्नुपर्छ। ल जमजम हत्त गाडी आउने ठाउँ हो कि। ल अब चाहिँ गइन्छ हामी हुडीकोट है त गाइस। ल है त केटा, अब के अरे भन्छ आउँछ है। यो बाटो चाहिँ खासै चिन्न जरुरी छैन है। तपाईँहरूले एउटा बाटो पक्रेर डाइरेक्ट हुडीकोट भन्ने बित्तिकै तपाईँले बुझिहाल्नुहुन्छ होइन। अनि यो बाटो चाहिँ अलिक घुम्ती छ के अरे। अब हामीहरूलाई त खासै घुम्ती लाग्दैन, चिनेकोहरू होला नि। पहिलोचोटि आउनेहरूलाई चाहिँ वाइल्डै घुम्ती लाग्ने कि। पहिले मलाई आउँदा नि त्यस्तै भएको थियो। ल मलाई मनपर्ने टाइपको घरहरू छ कि तपाईँहरूलाई खास यो देखाउन खोजेँ मैले। मेरो भाइ के छ अनि यहाँ भन्ज्याङ पाहुना घर होइन। अनि टक्कसँग यहाँ यो होली खेल्ने बहिनीहरू रहेछन्। हेप्पी होली। हेरी यस्तो चाहिँ गर्नु भएन है गाइस। अब यो सिजनमा घुम्न आइन्छ होइन, ठ्याक्कै यहाँदेखि बित्तिकै भनेको यो जङ्गलमा जहिले आगो लगाएको हुन्छ कि। एभ्री टाइम हुन्छ नि, म कति आउँछु यो ठाउँतिर होइन। यो सिजनमा अरू सिजनमा यो आगो लागि भए पछाडि यस्तो नमजा लाग्छ कि यो जङ्गल हेर्न होइन। वी हेभ टु कन्ट्रोल यार गाइस। यो कसो गरेर होइन हामी यहीँको लोकलहरू बसेर हुन्छ कि भनौँ न आगो लगाएको देखेपछि निभाउने हो कि होइन। अब कसो गर्ने हो त्यो चाहिँ गर्नु पऱ्यो है। यो फरेस्ट फायर एकदमै बढेको केसेस छ कि यो नेचुरल ठाउँहरू जङ्गलहरूमा के है। यो गर्नु हुँदैन, तपाईँहरूलाई थाहा छ होइन। एभ्रिबडी नोज वाट इज राइट एन्ड वाट इज रङ बट दे क्यान्ट हेल्प विथ इट भन्छ कि। सबैलाई थाहा छ कि, प्रायःलाई थाहा छ कि सही के हो गलत यो के हो भन्ने के। तर गलत हिँड्नेलाई पनि सही यो होइन यो भन्ने थाहा छ कि। तर दे क्यान्ट हेल्प विथ इट के, सहीमा आउन खोज्दैनन् के। बुझ्नु हो नि, डिप छ यो कुरा होइन। त्यही हो, गलत बाटो हिँडेछु भन्ने थाहा हुन्छ तर पनि उनीहरूले आफैलाई चाहिँ होइन सुधार्न सक्दैनन् के। त्यही हो। पानी खाने हो, पानी खाने हो। उयाको पानी खाऊँ न। मूलको पानी खाइदिउँ न। चाखौँ है। पुरै गोदाम हो, तलैबाट गोदाम उठाएर ल्याउनको। म भेज छैन यहाँ त। ए रहेछ चाउचो मात्रै रहेछ नन भेज होइन। ए आज रैला हो। यहाँबाट माथि हाल्ने है, यता है। सो यो चाहिँ हुडीकोट जाने बाटो। लगेर हामी चाहिँ क्याम्पिङ पनि गरेछौँ कि हुडीकोटमा। त्यही भएर जस हामीलाई चाहिँ एकदम मनपर्ने ठाउँ। टेन्ट ल्याएर बसेछौँ कि। सो कहिलेकाहीँ गरिन्छ त्यस्तो पनि।
कहिलेकाहीँ चाहिन्छ कि केटालाई कुरोमा है। तपाईँहरू अब यसो भन्नु न यार, कमेन्ट समेन्ट हान्नु यार, कस्तो छ के छ हेरेर टक्कसँग केही कुरा सोध्नु, अनि म ठ्याक्क त्यसको अर्को भिडियोमा रिप्लाई दिन्छु होइन। टक्कसँग अनि बल्ल अनि कुरा पनि लामो हुन्थ्यो होला है। ल धुलो बनाइदिएँ मैले, माथि गएर कुट्छु है। सो यो पनि एकदम राम्रो ठाउँ हो यार केटा, हो मलाई त खुब मनपर्छ हौ। रातो भाले सेतो भाले रहेछ ऊ त्यहाँ। केटाहरूलाई कुरेको कि ऊ त्यहाँ पारि मन्दिर नि छ नि, त्यता पनि राम्रो छ हौ ठाउँ। ओए हाल्टा त बाटो बनेको चाहिँ यहाँ छ के, खै के छ एउटा रेस्टुरेन्ट, हिल पोइन्ट के अरे भ्यू पोइन्ट के छ क्या, भ्यू पोइन्ट के रहेछ। आम्मा होली रे राम राम, होली ला रहेछ ल। यहाँ त लोकल होइन, गिरिराज भाले रहेछ। यो बाटो थियो धोस्दै त धेरै बनेछ यार, राम राम राम, यति भन्नाले नि धेरै बनेछ। अब चाहिँ अफरोड छ, हाम्रो केटाहरू आएको नि। ल हुडीकोट जाने बाटो तपाईँहरू होइन, हुडीकोटतिर जग्गा किन्ने हो भने हेरिराख्नु है, बाटो यस्तो छ। टक्क यहाँ जग्गा किन्नेहरूले रिसोर्ट सिसोर्ट खोल्ने होला होइन, अनि बाटो त बनाउनु पऱ्यो नि। ल यहीँ राखे नि हुन्छ होइन, अलिकति माथिसँगै जान्छ भने माथिसँग गयो नि हुन्छ। मैले सफा गरेको थिएँ अरे, यहाँ त फेरि त्यस्तै बनाएको छ थुक्क हो। पछि पनि हामीले यहाँ क्याम्पु यहाँ लाएर यो पुरै सफा गरेको, यहाँ पाती साती सब मारेको होइन, कति गरेको यार। यो ठाउँ मान्छे सिभिक सेन्स नबसिनु हुँदो रहेछ। खुकुरी ल्याएर यो पुरै झाडी मासेर अनि यहाँ यस्तै, यो त कति बियर त रेगुलर भयो कि लगाइस सर्र हेरौँ है। हामी चाहिँ अब हुडीकोटको अब कति आउँ एपिसोडमा, कति आइयो नि त। ऊ यहाँ मुनि बसौँ ल, ऊ त्यहाँ यहाँ मुनि है, तर जाने काँटो रहेछ नि त। त्यो ठाउँ फोहोर छैन क्या, त्यो नि गरिदिने होला होइन, सब बराबर बनाएर छोडिदिने हो। या म म्याट ल्याउँथेँ नि यार, यस्तो जङ्गल खोज्छन् केटाहरूले भनेर, यस्तोमा त एउटा म्याट त ल्याइहाल्ने हो नि। अनि ल्याउँथेँ नि, के थाहा नि केटाहरूको मुड यस्तो छ भनेर। अस्तिको जस्तो चिया खोज्दै हिँड्यो कि अनि सोचेँ नि। होला तास म्याडम, तास त ल्याइएन यार, उड्नु कमसेकम ल्याउनु पर्ने रहेछ। मलाई सिकिरहेको नि त, दिनभरि तास खेलेर जाने। अब तपाईँहरूलाई चाहिँ अब हामी चटपट चोक लैजान्छौँ। चटपट चोक है, चटपट खानी चोक सही छ यताको चाहिँ। त्यहाँबाट दोबिला निस्किन ठाउँ छ, केटाहरूलाई त्यतैबाट पठाइदिनु पर्ला, म चाहिँ अनि यता फर्किन्छु। ओके सो आज चाहिँ अब हामी पौडी खेल्न गइएन है, मौसम पनि त्यति भएन, अनि अलिक गर्मी जस्तो नि फिल भएन क्या। सो जाने चाहिँ त्यही हो। तपाईँहरूलाई म अर्कोचोटि देखाउँला है, सुरौदीको अलि समर सिजन लाओस्, जान त गइन्छ। सो यो बाटो चाहिँ सिधै गयो भने तपाईँहरू पुतली बजार निस्किन्छ है, स्याङ्जाको पहाडी बाटो होइन। यस्तै छ बाटो चाहिँ, घुम्ती सानो होइन, उकालो ओह्रालो, तर तपाईँहरू चाहिँ पुग्नलाई चाहिँ ठ्याक्कै त्यहीँ नै पुग्छ कि। गाइस यतातिर चाहिँ हेर्नु न, तपाईँको जहाँ हेऱ्यो पनि सही छ नि है ठाउँ चाहिँ, ठक्क के डाँडै काँडा, अनि यतापट्टि अब यो पोखरा लेखनाथ भ्याली भनौँ न, देखिने भएर मिठो देख्छ क्या। कस्तो सही छ नि ठाउँ हेर्नु त। यहाँनिर चाहिँ चिहान ठाउँ, अहिले त मौसम नखुलेर हो, एकचोटि हिमाल खुलेको बेला मैले तपाईँलाई देखाउन पाएँ भने तपाईँहरू सबै आउँछ यहाँ।
कडक छ क्या ठाउँ माझी घरे कटेज छ कटेजतिर जानुपर्छ है क्या चिया होइन त्यतिकै सोचे जस्तो भएन पानी पर्छ जस्तो देखियो पारी त ल अब हामी चाहिँ माझी घर आयौँ माझी घर कटेज म भनिरहेको थिएँ सो गाइज हामी चाहिँ हुडीकोट होइन यो के भन्छ यो ठाउँलाई चटपट गैरगाउँ ओके ल गैरगाउँ माझ घरे कटेजमा छौँ है सो त्यहाँ लेखेको छ अहिले खिचौँला बोर्ड अघि ब्याट्री सिद्धिएर खिच्न पाइनँ त्यसको लागि माफी पाऊँ के छ दाइ कस्तो हुँदैछ एक्सपिरियन्स कस्तो हुँदैछ यस्तो पुस हान्ने चटपटको उस कस्तो भयो त नि साँच्चै चटपटको चोकको माथिपट्टि रहेछ यो चटपटको एक्सपिरियन्स कस्तो भयो इन्टरभ्यू त्यही त त्यहाँ कता ल यहाँ चाहिँ हाम्रो शिवजी र गणेशजी हुनु त रहेछ टक्कसँग यता बसौँ न त है यता अरू कहाँ कहाँ भुला खान लगाइज ओइ धन्ने क्यामेरा फुटाइ होइन सो गाइज हामी चाहिँ होइन अब यहाँ बस्ने कहाँ बस्ने यतै भनेको मतलब यहाँ ल ठिक छ यो कुर्ची नदेखेर कि ल यता कुल रहेछ यार केटा अब बरु यो त तला होइन यो त चुडाल्ने असी चढै चढ मेरो चिया चिया त छोड्न भन नि होइन अरू कुरा छोडे नि फोन बरु केही भन चिया चाहिँ छोड्न भन नि त अनि यही चिया खान त आएको होइन उहाँबाट ल एक्सप्लोरेसन गाइज है त उताको खिचिसकेँ अब यहाँबाट टक्क अन्नपूर्णको आधी रेन्ज देख्थ्यो मनासलु लगाइज यो चाहिँ लरे आप्रे होइन यो खाना चाहिँ अब टक्क 1 महिनापछि आउनु है यहाँ माझघर कटेजमा 1 महिनापछि खाना हुन्छ अरे कि अँधेरो न अँधेरो भएछ होइन दिदी 1 महिनापछि है अहिले त थाहै हुँदो रहेछ के हो साह्रो हुन्छ यो पाकेसिन त्यो गुलियो हुन्छ है ल अब 1 महिनापछि है त ल हस् लाग्यो है दिदी अहिले ल हुन्छ ल अब 1 महिना उयो अँधेरो भएछ नि त 1 महिनापछि लरे अब खाना आउने 1 महिनापछि अरिङ्गल खाना आउने होइन अरिङ्गल खाना आउनुपर्छ यहाँको स्पेसल मैले देखाउनै बिर्सेछु हाम्रो यहाँको स्पेसल भनेको चाहिँ अरिङ्गल यताबाट हेर्नुपर्छ ए अरिङ्गल है ल अरिङ्गल खाना आउनु है अब यो चाहिँ असोजतिर अनि यता त अब हेर्नु ओए मलाई नछोड न के ऱ्याबिट देखाउँछु क्या यी अनि अर्को भनेको यहाँ छ है लोकल कुखुरा र ऱ्याबिट ल यहाँ छ है म अब लागेको है केटा हो मलाई छोडे साइनिङ अप फर द डे ल मन परे ओए उसले जस्तो के महावीर पुलले जस्तो मन परे हेर नपरे नहेर नि के केही हुँदैन मन पर्नेको हेर हो